हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आज खोलातिर सिस्नो टिप्न जाँदैछु अनि सिस्नो टिपेर पुगेर खान्छौँ। सिस्नो टिप्न जाँदैछु म चाहिँ आज गाउँले सिस्नो चिसो चिसो मौसममा खाने हो। त्यो चाहिँ सिस्नो चाहिँ हिँडेर छ, देखाउँछु त। हेर्नु जानु सिस्नो चाहिँ अनि अलि अघि यहाँ छ अनि यहाँ छ सिस्नो छ, टन्नै छ गाइज हाम्रो गाउँतिर। हाम्रो भाइ स्कुलबाट आइसकेको छ, हेर्नु सकिन्छ माथितिर सिस्नो चाहिँ टन्न जग्गा सिस्नो त टन्नै छ। म अब टिप्ने छु सिस्नो टिपेर घरतिर जाने हो, पकाएर खाने हो गाइज। हेर्नु सिस्नो यहाँ चाहिँ छ, टिप्छु, टुप्पा टुप्पा टिप्नुपर्छ। च्याप्दैन त यो चिम्टाले काम गरेन गाइज। अर्को चिम्टा ल्याउँछु म। मऱ्यो पोल्यो सिस्नो टिपेर गाइज। सिस्नो पनि कस्तो छ क्या यता भाइ। चाहिँ राम्रो टिपेर मैले चाहिँ बाटोमा हाल्छु। टिपेर यति पनि टिपेर चाहिँ हामी पछि खाने छ। चाहिँ तिर्नुको बोटा रहेछ अनि त्यही भएर तिर्नुको रुखा चढ्छु म अहिले चाहिँ। म चाहिँ रुखा चढिसकेको छु, हेरेर चाहिँ चढ्दैछु तिर्नुको बोटा हानेर गाइज। अनि थाहा नसके यहाँ चाहिँ छ। यो मेरो भाइलाई भलकमा आउने राम्रो लाग्यो रे, भलकमा आउनु चाहन्छु भन्छ। तिर्नुका रुखा चढ्दैछु, भर्खर आएको छु अनि मोबाइल समातेर याद भएको छ चढ्नको लागि। चाहिँ तिर्नु रहेछ गाइज, टिपिसकेँ मैले, पाकेको रहेछ खान्छु। गुलु रहेछ गाइज। सिस्नो चाहिँ सिस्नो टिपेर घर जान्छु अब चाहिँ। सिस्नो टिपेर गाइज फर्किन लागेको छु यहाँ बाटोमा। यहाँ खोला छ, खोला सानो खोला सुकेर यस्तो भएको छ, कुलो भनौँ। खोला र खोला गाइज, यो पानी नपरेर सुकेको खोला। हामी घरतिर जाँदैछु। तजिको बुढा गाइज, तजिको बुढा यो चाहिँ तजिको बुढो खुसीले चाहिँ सिस्नो टिप्दै हुन्छ तलतिर। सिस्नो यहाँ चाहिँ सिस्नो घर जाँदैछु थुप्रो। आजको लागि त्यति नै, बाइ बाइ।